तपाईँ हाम्रो सबैको कथा, नखोजिएको कथा। बिहान उठ्ने बित्तिकै हामी हाम्रो यात्रातिर लाग्यौँ। यात्रा माथिपट्टि घर हुनुहुने दाइको सम्म थियो। बाटामा विभिन्न किसिमका प्राकृतिक दृश्यहरू जसले मनै आनन्द बनायो। म र मेरो साथीहरूको यात्रा यसरी नै अगाडि बढिरह्यो। हाम्रो गन्तव्यले अनन्तमा पूर्णविराम पायो। हामी फाइनली दाइको घर आइपुग्यौँ। यहाँको परिवेश र यहाँको मौलिकता आफैमा सुन्दर थियो। के गरिसक्यो हजुरले? मुख धुँदै हो? गोल! भाइ त पछि मेसी हुन्छ क्या हो? भाइ मेसी हुने हो कि रोनाल्डो? उहाँहरूको मौलिकता झल्काउने दृश्यहरू। निकै स्वादिष्ट भोजन उहाँहरूले हामीलाई पस्किनु भयो। बाबुहरूले मलाई मजाले निहालिरहेका थिए। यस बिचमा हाम्रो दाजुले आफ्नो वरपरको वातावरणको भ्रमण गराउनु भयो र यस भ्रमणमा उहाँले आफ्नो थोरै जीवनको कथा सुनाउनु भयो। म मलेसिया गएँ। त्यहाँ दुःख भयो? यो कति 7-5 वर्ष लडाइँ गरेर आएको मान्छे। दुबई कि मलेसियामा कन्टेनरमा बसेको तपाईँ? मलेसियामा मैले त विदेश गरेर मलेसिया चाहिँ जिन्दगी नजा पनि भनेको धेरैले। साह्रो दुःख पायो है? त्यसरी नै भनेको। अनि यसरी फोन गरेर हिँड्नुपर्छ, चोरले फुत्त मोबाइल छुट्टी लान्थ्यो। त्यस्तो थियो है? दाइ अनि 40,000 तिरेर आउनुभयो? घरबाट पैसा पठाएर? अनि घरमा त पहिले पनि ऋण लिएको थियो, फेरि पछि कताबाट पठापट्टि फेरि ऋण गरेर ऋण तिर्नलाई पनि समस्या भयो होला तपाईँलाई? अनि पछि समस्या त अब कति वस्तु अब बेच्नु पऱ्यो घरको। त्यहाँदेखि भएन, फेरि अब अर्का सङ्कट भएपछि अब फेरि जसले फेरि पैसै चाहियो। फेरि अलि नहुने भएपछि कसैले ऋण नपचाउँदो रहेछ नि अब समाज। हो त, धनीमनीको मात्र हो क्या? कि त अब घरभरि लेख्नु पर्थ्यो। दाजु पनि पैसा टन्न भएको थियो भनेदेखि त दाइ पनि यतिखेर त तरै झर्नुहुन्थ्यो होला नि। म बसेको अब चाहिँ म काठमाडौँ नै बस्थेँ। राम्रो ठाउँ चाहिँ मलाई काठमाडौँ ठिक लाग्छ। अब अहिले त अहिले जान मन छ कि छैन दाइ? छैन, मलाई यिनै ठिक छ। अब यहीँ ठिक छ है? आफ्नै ठाउँ, आफ्नै परिवेश। यी सबै रोपेको उति छ। हरेक गाउँमा आफ्नो कथा हुन्छ, हरेक घरमा दाइको कथा मन्ने भिडियो बनाउँछ। मलाई अहिले छैन है? दुःख छैन। दुःख गर्ने बेलामा गयो तर कमाएको पैसा चाहिँ ऋण तिर्दा ठिकैको अलिक बढी चाहिँ। हजुर, परिवार भएपछि पनि फेरि अब खर्चै चाहिँदो रहेछ। अनि अलिकति गाउँमा बस्दा चाहिँ अब के दुःख लाग्छ भने अब दुःख बिमा त नभइदियोस् भन्छ कि कसैले। ए हजुर, त्यसले रुकाउँछ फेरि खर्च धेरै। सामान्यमा नि अब 20-25 जान्छ। यो चाहिँ आलु होइन दाइ? आलु फल्ने बेला भएको छैन? छैन। अब त्यत्रो हिँड्दा पनि मानव बीच गरिने प्रेम, स्नेह र आपसी सहयोग नै मानिसको सबैभन्दा ठुलो धन हो र यसैको ज्वलन्त उदाहरण उहाँहरू हुनुहुन्छ।